Hi guys, roti already बनिसकेको छ. Favorite roti छोरीले. Hi everyone, welcome to my mini vlog. यहाँहरुलाई मेरो मिनी भ्लगमा स्वागत छ. अनि त्यसपछि आज चाहिँ म घामको किरण डुब्न आँटेको घाम सँगसँगै अहिले चाहिँ मैले यसमा हालेर मेरो बाबाको लागि सेलरोटी बनाउन लागेको छु. यसरी मैले भिजाएर अलरेडी राखेर यसलाई तारेको छु. यसमा चाहिँ सुकमेल अनि दालचिनी त्यसपछि यस्तोहरू छ. सो लेट्स सी. म अब यहाँनेर यो पिठोलाई मिक्सरमा पिस्छु है त. चामलको पिठो कुटिसके. अब यसमा म मसिनो परेको चामलको अर्को पिठो लाउँछु. अनि त्यसपछि यहाँ मैले चिनी लगाइसकेको थिएँ. त्यसपछि म घिउ अनि त्यसपछि तेल लाउँछु अनि बनाउने छु. हाई गाइस, यो चाहिँ रोटीको चामल मैले हिजो सबै कुरा लगाएर रेडी गरेर एक रात भिजाइसकेको छु. अब म यसलाई खोल्छु है त कस्तो भएको रहेछ. ल गाइस, यस्तो भइसकेको रहेछ है. कस्तो दामीको भएछ. ल मजाले फुलिने पर्यो. मैले यसमा केही पनि लगाएको छुइनँ. सिम्पल छ. चिनी त्यसपछि मैले अलरेडी भिजाउँदाखेरि लगाएको सुकमेल दालचिनी ल्वाङ छ. त्यस पछाडि अरू केही पनि छैन. अब यसमा म अहिले एकछिनबाट बटरलाई पगालेर लाउँछु थोरै. त्यस पछाडि मजाले मलेर आज चाहिँ रोइ पारेर सेलरोटी पोल्छु है त. ल रोटी पकाउनको लागि चाहिँ यो रेडी भयो. तेल म सेल हाल्छु अनि यहाँ रेडी छ. ल मैले चाहिँ रोटी बनाउनु सुरु गरेँ. यहाँ रोटी पाक्दैछ. त्यस पछाडि यहाँ यति बनाइसकेँ त. गाइस, रोटी अलरेडी बनिसकेको छ. आजको मेरो मिहिनेत यो चाहिँ यस्तो नि. लास्टमा कोले यस्तो खानुभएको छ. उसलाई चाहिँ झुरमुरे भन्छ है हाम्रो भाषामा होइन. हामी चाहिँ भन्छौँ. ल मिठो मिठो गुलियो चट्ट परेको काँडेतार वाला सेलरोटी बनिसकेको छ. ल है त. यहाँ पनि छ सेलरोटी. टन्न भएको छ. 55 वटा भएको छ. मैले यहाँ गनेको छु. हेर्नुहोस्. यो मेरो बाबालाई, यो मलाई, यो चाहिँ यहाँ रहनुहुने सबैजनालाई एक एकवटा चाख्नु दिनको लागि. आज चाहिँ म बाबालाई अनि मेरो साथीलाई भेट्न जाँदैछु. अनि विशेष गरिकन स्पेसली आज चाहिँ मेरो बाबालाई सेलरोटी मासुको अचार त्यस पछाडि मेरो साथीलाई दिन्छु. उहाँहरूको रियाक्सन हेरौँ यता. अब यहाँदेखि 1 घन्टा लाग्छ. म जाँदैछु फ्रेन्ड. यो चाहिँ के अरे युनेरी पार्क भन्छ होइन. यो उबर पार्क हो. यहाँ हुनुहुन्छ मेरो बाबा शिवारो. फेभरेट रोटी छोरीले बनाएर ल्याइदिनु. अब आज नारी दिवसमा नारीलाई चाहिँ दिनुपर्ने हो. नारीले चाहिँ दिइरहेछ. मेरो साथीलाई अलिकति खानु त कस्तो भएछ. हुन्छ न. चटनी चाहिँ नखाऊ. चम्ची नै छैन न. ल लु खानु त एकचोटि कस्तो रहेछ. ल मिठो छ. ल सबैले गर्छ होला. लगाइदिएको साग न थियो त म खाइ नै नसक्नु त्यस्तो भएको थियो.
ल गाइज मेरो बाबा खै बाबा यता हेर्नु त अनि छोरीले बनाइदिएको रोटी कस्तो लाग्यो भन्नु त दामी दामी मेरो फेभरेट हो रोटी त अचार चाहिँ चाहेको छैन तर हेर्दाखेरि चाहिँ कस्तो छ हेर्दाखेरि मलाई थाहा छ मेरो छोरीले कस्तो बनाउँछ भनेर त मलाई थाहा छ नि ए हो क्वालिटी कस्तो छ कुकिङ कस्तो गर्छ भनेको मलाई थाहा छ नि ल मेरो बाबाको चाहिँ फेभरेट रोटी अनि आज बाबासँग भेटेर खुसी भयो अनि मलाई भेटेर कति खुसी हुनुहुन्छ भन्नु अलिक ठुलो बोल्नु न एकदम खुसी छु नि 4 वर्ष पछाडि भएको खुसी हुँदैन आफ्नो सन्तानसँग भेटघाट हुँदा खुसी हुँदैन त्योभन्दा खुसी नि त शब्दमा बयान गर्ने सक्दैन बाबा यो कुन पार्ट भन्छ यसलाई मेन चाहिँ मेन चाहिँ भ्यारेन्डा यतापट्टि कुन पार्ट हुन्छ खै थाहै छैन बाबाको जहिले बस्ने जक्सन यो अनि पल्लो नि मेरो यो हो मेन चाहिँ पल्लो उता छ यता मेट्रोको स्टेसनको छेउको बस्ने जक्सन यहाँ भेरेन्डा अरे यहाँ अगाडि रहेछ भिरेन्डा यहाँ रहेछ ल बाबा खुसी लाग्यो आज भेटेर धन्यवाद ल अनि सुन्तला खाँदै हुनुहुन्छ तपाईँ सुन्तला त मेरो एकदम फेभरेट हो सुन्तला चिज ल ल मेरो बाबा यतिको हेन्सम हुनुहुन्छ फेभरेट हो मेरो खतरा हेन्सम हुनुहुन्छ ल यहाँ चाहिँ हामी पार्कमा छौँ आज बसेको तिमी भन न कस्तो लाग्दैछ 4 वर्ष पछाडि भेट भयो फेरि यही ठाउँमा भएर मलाई पनि एकदम रमाइलो लागेको छ खुसी लागेको छ मेरो बाबासँग भेट्दाखेरि बाबासँग सँगै हुँदाखेरि सबैजनाले भन्छ बाबा पनि यतै सबैजना यतै भन्छ खुसी लाग्छ घरको मान्छे घरमै छु जस्तो फिल भएको छ बाबालाई भेटघाट भएर बस्नु जस्तो यता चाहिँ यो बच्चाहरू खेल्ने पार्क हो यहाँ छ बाबा भन्नु नि त नि मेरो छोरीको युट्युब च्यानल सब्सक्राइब गरिदिनु भन्नु त मेरो छोरीको युट्युब च्यानललाई सब्सक्राइब अनि लाइक सेयर लाइक सबै गरिदिनु होला राम्रो राम्रो कमेन्ट दिनु होला नराम्रो छ भने त्यस्तै खालको प्रतिक्रिया जनाइदिनु होला ल गाइज म चाहिँ अल्छी लागिरह होइन यो भिरेन्डा कि भिरेन्डा भन्ने यो सेन्टरमा छु घाम मजाको लागिरहेछ बाबालाई भेट्यो अब म जाँदैछु मेरो साथीलाई भेट्न माइत आएको गाह्रो भइसक्यो यही हो मेरो साथी मलाई भेटेँ यसलाई सानोमा हिँडेँ यसलाई भेट्नुको लागि खै देखा ट्याटु माइ गड ट्याटु कति हजारको भन्दा हो त हो कसैले खाऊ फाइनली भेट अब दुईजना मजा हाल्यो अनि तेरो युट्युब च्यानल छ